शहरको भिड र हतारपछि केही दिनका लागि गाउँ फर्किए। दसैँको रमाइलो माहौल, गाउँको हावा, खेतको सुगन्ध र आफ्नै मान्छेहरूको मुस्कान, यी केही दिनले मलाई फेरि बाल्यकालमा फर्काइदियो। 4 दिन 4 काम, तर हरेक दिनमा एउटै सम्झना लायक कथा। पहिलो दिन बिहानै नदी किनार पुग्यो। पानी चिसो, हावा ताजा, मन हर्षित। भाइबहिनीहरूसँग पौडी खेल्दै, पानीमा छ्यापछ्याप गर्दै रमाइलो गऱ्यौँ। अनि बेलुकी दाउरामा मासु पोल्ने तयारी, धुवासँगै हाँसो उड्दै थियो। माछा र मासुको गन्ध मिसिँदै दसैँको स्वाद अझै मिठो भयो। यो दिन साँच्चै रमाइलो र यादगार बन्यो। दोस्रो दिन बिहानै खेतको बाटो लाग्यौँ। घाम झुल्किँदै थियो, खेत सुनौलो बनेको। हातमा हँसिया गुनगुनाउँदै सबै जुट्यौँ, हाँस्यौँ, ठट्टा हल्ला गर्दै। धान काट्ने मजा नै बेग्लै। तेस्रो दिन दसैँको मुख्य दिन टिका। बिहानै घरभरि खुसियालीको माहौल। हजुरआमाको हातबाट टिका र जमरा लिँदा त्यो आशीर्वादले मन नै पग्लियो। बुवा काम विशेषले परदेश हुनुहुन्छ। बुवा बाहेक अङ्कल आन्टी, आमा, दिदीभाइ, ससाना केटाकेटीसँगै एउटै फ्रेममा सामूहिक तस्बिर खिच्दा लाग्यो, यही त हो दसैँको असली रमाइलो। चौथो दिन फेरि खेतमा फर्क्यौँ। काटेको धान जम्मा गर्दै सबैले हातोमालो गऱ्यौँ। कसैले समट्यौँ, कसैले धान थुपार्यौँ। खेतभरि हाँस्यौँ, रमाइलो र सन्तोषमय माहौल। कृषि प्रधान देशमा पनि यन्त्रीकरण र उपकरणहरू अथवा नयाँ आधुनिक हात हतियारहरूको अभावका कारण, यो कृषि गर्ने तौर तरिकाको अभावका, ज्ञानका अभावका कारण अझै किसानहरू चाहिँ परम्परागत खेतीले गर्दाखेरि दुःख पाइराखेका छन्। यो खाद बनाउनका लागि, धान काट्नका लागि आकाशमा पानी पर्छ कि भन्ने त्यो पूर्वानुमान गरेर मात्रै धान काट्ने गरिन्छ र त्यसलाई पानीलाई चाहिँ छेक्नका लागि कुन बेला काट्ने भनेर त्यो आकाश हेरेर चाहिँ हामीले पूर्वानुमान गर्नुपर्ने देखिन्छ। यो बनाउने, यो फटाउने पनि तरिका हुन्छ। अङ्कलले भन्नुभयो रिटी बनाउनुपर्छ भनेर एक दिनको लगाएर भर्खर। पाँचौँ दिन गोठालो र बदाम निकाल्ने। नमस्कार, शुभ प्रभात। यति बेला म आफ्नै खर्ग छानो अर्थात् घरमा छु। आज गोरु गोठालोतिर छु। एउटा दैनो भैँसी छ, एकल बल्ल छ। यहाँ तल मेरो खरग, यहाँ बल्ल र भैँसी यसरी चलिराखेको अवस्था छ। अनि यहाँ तल साइलीगाडका मिठा माछा खान मिल्छ। यहाँ नजिकै साइलीगाड छ होइन, एकदम आनन्द एकान्त। सहरको हल्ला कोलाहल्लाबाट टाढा भएर यहाँ चाहिँ छानातिर छु र कुकुर हुन्छ आच्यो। नमस्कार, म हाम्रै आफ्नै घर आँगनमा उत्पादन गरेको यो बदाम अर्थात् मुकपोली, हाम्रो भाषामा यसलाई मुकपोली भन्छ, नेपाली भाषामा बदाम भन्छ। यो अङ्कलले लगभग 4 गडा लाउनु भएको थियो। आज चाहिँ हामीलाई निकाल्ने काम गरिराखेका छौँ। एउटा बोटमा लगभग यति जति फलिराखेको छ, अझै राम्रो फल्नु पर्ने हो, त्यस्तो राम्रो चाहिँ फलेन। त्यसलाई चाहिँ उचित गोडमेल र अलिकति स्याहार सुहार नभएको हुनुपर्छ, त्यस्तो राम्रो फलिराखेको छ। यो चाहिँ एकदम स्वास्थ्यका लागि फाइदाजनक छ, राम्रो पनि छ। हामी चाहिँ यसरी टिपिराखेका छौँ। के अरे निकाल्ने काम भइरहेछ। अलि अगाडि निकाल्नु पर्ने रहेछ कि जस्तो लागिरहेछ। त्यस्तो खासै फल राम्रो देखिरहेको छैन। यो बालोके माथिमा फल्छ भन्ने थियो। हामीले आइडिया सेयर गरेर अलिअलि फलाइरहेछौँ। त्यस्तो राम्रो चाहिँ भएन, तर बोर्डले काम चाहिँ भइरहेछ। एउटा बोर्डमा लगभग
यति जति मात्र देखिराखेको छ। हामीले अझ यो राम्रो फल्ने हो भने अलिकति बेच्न पाएपछि अलिकति बढी विस्तार गर्ने कि भन्ने सोचमा थियौँ। खासै गतिलो चाहिँ भएन, खानाको लागि चाहिँ प्रशस्त मात्रामा छ। त्यसका लागि अझ हामीसँग ज्ञानको कमी, अलिकति त्यो अनुसारको माटोको कमी, गोडमेलको कमी भएको हो कि जस्तो मलाई महसुस भइरहेछ। अर्को साल हामी अझ यसलाई थोरै भए पनि विस्तार गर्नेमा छौँ। त्यस्तो राम्रो फल्छ। यसलाई चाहिँ हामीले काँचै पनि खान सक्छौँ, यसलाई भुटेर पनि खान सक्छौँ। टक्क अब नजिकै चाडपर्वहरू पनि आइराखेका छन्, त्यस्तोमा चाहिँ एकदमै बिक्री हुने फलमा पर्छ र यो स्वास्थ्यका लागि पनि धेरै राम्रो हुन्छ भन्ने छ। हामीले देख्न सक्नुहुन्छ 2-3 गडा 4 चाहिँ हामीले लगाइराखेका छौँ। 2टा गडा पुरेर हामीले 1 कट्टा जति बनाइसकेका छौँ भने अब 2 गडा अझै बाँकी छन्। यस्तो छ हेर्नुहोस् अवस्था। भर्खरै हामीले गर्न सुरु गरेका थियौँ। लगभग हुनसक्छ यो 5 किलो जति पुरिसकेको अवस्था छ। अब हामी यसलाई चाहिँ भुटेर बजारमा यसो अलिअलि खाने, अलिअलि आफन्तहरूलाई चाहिँ कोसेलीको रूपमा दिन सक्छौँ। त्यहाँ बिक्री सिक्री चाहिँ हामी गर्दैनौँ। त्यस्तो छ अवस्था। यी केही दिनमा मैले फेरि गाउँको माया महसुस गरेँ। हजुरआमाको हातको टिका, आमाको मुस्कान, साथीभाइहरूको हाँसो, खेतको सुबास अझै सम्झनामा बस्ने भए। दसैँको रमाइलो केवल पर्व होइन, यो हाम्रो पहिचान हो, हाम्रो खुसी हो।